नमस्ते गाइस, सम्पूर्ण साथीहरुलाई नमस्ते है। नमस्ते, के छ, आरामै हुनुहुन्छ होला है। अनि यो जंगलको छेउमा गएर किन भिडियो बनाउँदै छ भन्ने सोच्दै हुनुहुन्छ होला हैन तपाईहरु पनि। तर के गर्ने, भिडभाडमा गएर बोल्न सकिदैन। एकजनाले कसैले पछाडिबाट यस्तो हेरिदियो भने पनि बोल्न गाह्रो हुन्छ। त्यही भएर यसो जंगलको छेउछाउतिर आयो त कसैले देख्दैन हैन। सुरुमा गर्ने नै यस्तै हो के सबैजना साथीहरुले यो कुराहरु बुझिराख्नु होला। किनभने एक्कासी भिडभाडमा गएर बोल्न सकिँदैन। जुनसुकै पनि कन्टेन्ट क्रिएटर हो त्यसरी नै बनाएको हो के उनीहरूले। किनभने जस्तै तपाईहरुले मिलियन्समा फलोवर्स भएको साथीहरुलाई पनि हेर्नुस्, उनीहरूले पनि एक्कासी भिडभाडमा गएर भिडियो बनाएको चाहिँ होइन। किनभने त्यो कसैले पनि सक्दैन के। कोही एक्स्ट्रा अर्डिनरी होला हैन, अपवादको रूपमा त्यो हुन्छ। तर प्राय सबैजनाले के गरेको हुन्छ भन्दाखेरि सुरुमा भिडियो बनाउँदाखेरि एकान्तमा जाने, बोल्दै गइसकेपछि नयाँ कुराहरू आउँदै गर्छ। नयाँ कुराहरूले अझ एक्स्ट्रा आफूलाई जोस जागर दिन्छ। त्यही भएर भिडियो बनाउँदाखेरि हामीलाई लाग्छ म त यो बोल्नै सक्दैन र यो के भन्छ भिडभाडमा गएर बोल्नै सक्दैन। अनि कुनै एकजनाले मात्रै यसरी फर्केर हेर्यो भने फेरि लाज लाग्छ अनि भिडियो नै बन्द गर्नुपर्ने अवस्था आउँछ भने यसरी म जस्तै गरेर तपाईहरुले पनि एकान्तमा गएर भिडियो बनाउनुस्। यसरी हेर्नुस् न, म पनि जंगलको छेउमा आएर भिडियो बनाउँदैछु। त्यही भएर अब भिडियो बनाउनुस्, कन्सिस्टेन्सी दिनुस्, लगातार नयाँ भिडियोहरू ल्याउँदै गर्नुस् र यसरी नै बोल्ने बानी बस्छ र हैन। अनि नयाँ भिडियोको लागि चाहिँ तपाईहरुलाई चाहिँ प्रोत्साहन मिल्छ के। अनि लाइक कमेन्टहरु आउँदैन, यो कुराहरुमा चाहिँ हामी धेरैजनालाई के लाग्छ भने लाइक कमेन्ट पनि आउँदैन, मेरो त फलोवर्स पनि छैन भन्ने धेरैजनालाई हुन सक्छ हैन। मलाई पनि त्यही छ अहिलेसम्म हैन। तर कुनै भिडियो यस्तो हुन्छ कि कुन भिडियो कहाँनिर चल्दिन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन के। बस सिर्फ आफूले के गर्ने हो भने काममा फोकस गर्ने हो के। आफ्नो काम के हो, कन्टेन्ट क्रिएसन हो भने चाहिँ रेगुलर भिडियोहरू बनाउने, भिडियोहरू पोस्ट गर्ने र एक न एक दिन त पालो आउँछ नि पक्कै पनि सबैजनाको हैन। त्यही भएर म तपाईहरुलाई उदाहरण पनि दिन चाहन्छु। म इन्स्पायर भएको भनेको सौरभ जोशी, इन्डियाको ब्लगर सौरभ जोशी। अहिले उसको लगभग हैन 38.5 मिलियन सब्स्क्राइबरहरू छ। उसको लागि फोटो खिच्नेहरूको लाइन लाग्छ। किन? ऊ अहिले सफल भइसकेपछि हामीहरूले के लाग्छ भने के त हामी एकदमै डाउनफल भएको मान्छेलाई हेर्छौँ, के त हामी एकदमै सफल भएको मान्छेलाई हेर्छौँ के। त्यस्तो गर्ने होइन क्या। हामीले हेर्ने भनेको एकदमै डाउनफल, थोरै फलोवर्सबाट उसले काम गरेको मान्छेलाई पनि हेर्ने हो र एकदमै सफल भएको मान्छेलाई पनि हेर्ने। तर अर्को कुरा के छ भन्दाखेरि एकदमै थोरै फलोवर्स भएको मान्छे पनि उसको मिलियन्समा भ्युज आएको घटनाहरू पनि धेरै छ क्या सोसियल मिडियाहरूमा। तर मिलियन्स अफ फलोवर्स भएको मान्छेहरूको पनि थोरै भ्युज आएको घटनाहरू पनि धेरै छ क्या। किनभने यो यो जोर्नीमा उतार चढाव भइरहेको छ क्या। मिलियन्स अफ फलोवर्स भएको मान्छेहरूको पनि थोरै भ्युज आउने कारण के त अनि आखिर भन्दाखेरि उनीहरूले कन्सिस्टेन्सी नदेखाएको अथवा उनीहरूले राम्रो कन्टेन्टहरू प्रस्तुत नगरेको कारणले गर्दाखेरि उनीहरू भाइरल हुन नसकेको हो के। मिलियन्स अफ फलोवर्स भए पनि उनीहरूले फलोवर्स कमायो, कुनै भिडियोले पर्फर्मेन्स गर्यो, फलोवर्स कमायो। कमाइसकेपछि उनीहरूले अब नेक्स्ट भिडियोहरूमा के गर्यो त भन्दाखेरि उनीहरूले कन्सिस्टेन्सी पनि देखाएन र सँगसँगै उनीहरूको त्यो डाउनफल हुँदै गयो क्या। अनि थोरै फलोवर्स भएको मान्छेहरूले के हुन्छ भने लगातार कन्सिस्टेन्सी रूपमा भिडियो बनायो। भिडियो बनाइसकेपछि उनीहरूलाई एउटा हुटहुटी हुन्छ नि त, मैले के गर्नुपर्छ यो सोसियल मिडियाको लागि, सोसियल मिडियामा मैले फ्युचर बनाउनुपर्छ भन्नेहरू हुन्छ नि त। उनीहरूले चाहिँ के गर्छ भन्दाखेरि अलिक कन्सिस्टेन्सी देखाएर काम गर्छ र मेहनत गर्छ के। अनि मेहनत गरिसकेपछि उनीहरूको चाहिँ राम्रो फलोवर्स पनि बढ्छ र भ्युजहरू पनि राम्रो आउँछ र सोसियल मिडियाबाट राम्रो कमाएको घटनाहरू पनि धेरै छ। त्यही भएर ठुलो मान्छेबाट पनि सिक्ने हो, सानो मान्छेबाट पनि सिक्ने हो। हामी बिचकोले चाहिँ सबैबाट सिकेर ज्ञान कलेक्सन गरेर अगाडि बढ्ने हो। यही भन्न चाहे र यो भिडियो मन पर्यो भने लाइक, सेयर र कमेन्ट पनि गरिदिनु होला साथीहरू सबैजनाले है। म फलो गर्नु चाहिँ भन्दिनँ, किनभने फलो चाहिँ अटोमेटिक तपाईँहरूले गर्नुहुन्छ। मन पर्यो भने फलो गर्नुहुन्छ, मेरो कुराहरू मन पर्यो भने फलो गर्नुहुन्छ, मन परेन भने फलो गर्नुहुन्न, त्यो मलाई थाहा छ। त्यही भएर फलो गर्नुहोस् चाहिँ भन्दिनँ। तपाईँहरूलाई जे मन लाग्छ कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस् मनपर्छ भने है त।